गुड मर्निङ है। यो आजको अर्ली मर्निङ हाइक है, निकै तल आइपुग्यो हामी। अब कहाँ भन्नु है, यो ठाउँ चाहिँ त्यहाँ माथि कतातिर छ हाम्रो हो, टिभी टावर त्यहाँ माथि देख्दैछ। अन्त हाम्रो सबसे सानो साथी चाहिँ अगाडि उफ्रिँदैछ, छोटापी चाहिँ लड्छ भनेर पिर पारिसक्यो। साथीको छोरा आयो पछाएर लड्छ भनेर टेन्सन बनाइसक्यो हामीलाई। साथीको खुद्रा पैसाहरू त हामीलाई पछाउने भइसक्यो। साथी त बुढो भयो, हामी त यङै छु। जिरोहरू त्यहाँतिर देख्दैछ है। आज बिहान हामीले यहाँ एलियन खोपडी भेटाएको छु। खै के हो, यता मागेको छ यता मागेको छ हो। यो पक्कै एलियन होला। एलियनको खोपडी भेटाएको छु हो। केसको खोपडी हो भनेर चिन्छ भने चाहिँ भनिदिउँ होला है। एलियन जस्तो छ, यो माक्स जस्तो पनि छ। यहाँ त बुच्चा खुद्रा यहाँ अगाडि बस। माक्स माक्स लु सानो बडो जङ्गल ट्रेन है, पोसाइ गयो। यहाँतिर त मान्छेहरू हतपत पस्दैन, कम्ती मात्रै हिँड्छ यो बाटो मान्छेहरू। सानो धाराहरू पनि छ है। लु जङ्गलबाट बाहिर निक्लेको है, मजा आयो। जिउ तात्यो आज त, बिहान चाहिँ यसरी जिउ तात्यो भने मजा आउँछ नि त। हतुवा भोलि आउँछ आउँदैन? के हो नि केटाहरू है, हत्तु भएर म आउँछु भन्दैछ भोलि। मान्छेको जिन्दगी र यो फुल पनि एउटै हो। एक दुई दिन चाहिँ झरिलो हो, फुलेको मजाको देख्छ। त्यहाँदेखिको चाहिँ यसरी नै हो, ओइलेर जानुपर्छ। लु गाउँको झलक पनि देखियो है, गाउँको मुनिमा आइपुग्यो। सोइटिङ मजाले भइदियो आजको हाइक त, मजा आइदियो। यो चाहिँ सायद बदलहरूले खनेको होला, बदलले नै खनेको है। बदलको खुट्टाको छाप देख्दैछ, बदलले खनेको। यो चाहिँ के खोज्दै होला खानुको लागि। लु घरको मुनितिर आइपुग्यो केटाहरू, पर पुग्यो। म चाहिँ त्यो बदलले खनेको देखेर त्यहाँ अड्केँ नि त, हो कि हेर्नुहोस् भनेर। आकाश पनि यति मजा भएको थियो, भइरहेको छ। हामी सानो हुँदा त आकाशभरि गुड्डे गुड्डी देख्थ्यो, अहिले त छैन फुच्चाहरू त।